हेलो साथीभाइहरू, यदि तपाईँ यो भिडियो हेरिरहनु भएको छ भने सायद तपाईँ पनि आफ्नो शरीर, आफ्नो लाइफस्टाइल र आफ्नो भविष्य बदल्न चाहनुहुन्छ। आज म तपाईँलाई मोटिभेसन बेच्न आएको होइन, आज म तपाईँलाई रियल ट्रुथ बताउन आएको हुँ। यदि तपाईँ बिगिनर कमजोर हुनुहुन्छ भने कमजोर हुनु सामान्य हो, छिट्टै थाक्नु सामान्य हो, आफूलाई अरूसँग कम्पेयर गर्नु पनि सामान्य हो। तर याद राख्नुहोस्, जिममा देखिने स्ट्रङ मान्छेहरू एक दिन तपाईँ जस्तै नै थिए। कसैले पनि मसल्स लिएर जन्मेको हुँदैन। फिटनेस भनेको सिक्स प्याक देखाउनु मात्र होइन, फिटनेस भनेको आफ्नो शरीरमाथि कन्ट्रोल पाउनु हो, आफ्नो मनमाथि कन्ट्रोल पाउनु हो। जब तपाईँ एक्सर्साइज गर्नुहुन्छ तपाईँ केवल मसल होइन, डिसिप्लिन बनाइराख्नु भएको छ। आज धेरै मानिस मोटिभेसन खोज्छन्, तर मोटिभेसन हरेक दिन आउँदैन। डिसिप्लिन भनेको मन नलाग्दा पनि उठ्नु, थाकेको शरीर लिएर पनि एक्सर्साइज गर्नु र एक्जिक्युसहरूलाई जित्नु हो। डिसिप्लिन नै रियल पावर हो। 2026 आउँदैछ, तर 2026ले तपाईँलाई चेन्ज गर्दैन। चेन्ज तब हुन्छ जब तपाईँ आफू आज डिसिजन लिनुहुन्छ। आज स्किप गरियो भने 1 वर्ष पनि स्थिति उस्तै हुन्छ। बिगिनर साथीहरूको लागि एउटा सल्लाह, भारी वेट खोज्नु पर्दैन, महँगो सप्लिमेन्ट खोज्नु पर्दैन। बडी वेट एक्सर्साइज, बेसिक वर्कआउट र कन्सिस्टेन्सी नै काफी हुन्छ। स्लो प्रोग्रेस नै रियल प्रोग्रेस हो। आज सुरु गर्नुहोस्। पर्फेक्ट दिन पर्खनु पर्दैन, पर्फेक्ट बडी पर्खनु पर्दैन, किनकि आज सुरु गर्ने मान्छे नै भोलि स्ट्रङ हुन्छ। आफ्नै लागि सुरु गर्नुहोस्, आफ्नै भविष्यका लागि सुरु गर्नुहोस्। स्टार्ट टुडे, स्टे कन्सिस्टेन्ट। यदि यो भिडियो तपाईँलाई अलिकति पनि मोटिभेट गर्यो भने लाइक गर्नुहोस्, कमेन्टमा स्टार्ट टुडे लेख्नुहोस् र च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोस्।